हेलो हेलो गाइस, नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। आज फेरि अ, छुट्टीको दिन यसो इभिनिङ वक गर्नु पर्यो भनेर निक्लेको यसो बाहिरतिर। अन्त यसो यो के हो यो सेतो सेतो फुल यसो कस्तो राम्रो फुलेको रहेछ। अन्त यहीँबाट सुरुवात गरिदिउँ आजको इभिनिङ भनेर। सो हेर्दै गर्नुहोस्, बाहिरको नजाराहरू देखाउँछु हल्का फुल्का। अब मलाई त खासै भ्लगहरू त्यति बनाउन आउन्न, सिकारु मान्छे भर्खर भर्खर सुरु गरेको। यसो मिलाएर बुझ्नुहोस्, मिलाएर हेर्नुहोस् होला। म अरू अरू बाहिरको नजाराहरू देखाउँछु है त तपाईँहरूलाई। कस्तो घाम लागेको छ, फेरि बेलुकाको 7 बजिसक्यो। यो चाहिँ मेन बाटो हो। चाहिँ यसो पार्कतिर जाऊँ भनेर हिँड्नु पर्यो भनेर हो। अगाडि चाहिँ मेरो हस्बेन्डज्यू हिँड्नु हुँदैछ। यो चाहिँ के अरे कार्मेक्स सेकेन्ड ह्यान्ड गाडीहरू नि पाइन्छ यहाँनिर। धुनेहरू के के गर्छ होला सायद। अनि बेलुकाको 7 बजिसकेर पनि यस्तो टिनिक्कै गाला पोल्ने घाम लागेछ। यस्तै छ जिन्दगी भने जस्तै। त्यो माथिको डाँडा छ नि साथीहरू, अस्ति नि म त्यहीँ जाँदाखेरि यही डाँडाको यो जङ्गलमा जाँदाखेरि बनाएको थिएँ एउटा भ्लग। हेर्नुभयो भने साथीहरूलाई थाहा होला, हेर्नु भएको छैन भने थाहा छैन होला। यसो गएर एकचोटि हेर्दा हुन्छ। अनि अर्कोचोटि फेरि गयो भने चाहिँ म तलैबाट बनाउनु पऱ्यो। तल पुरा बेरीहरू, तल तल पुरा बेरीहरू फलेको छ त्यो जङ्गलमा। अनि अस्ति चाहिँ माथि पुगेर पनि फर्किँदाखेरि बनाएको थिएँ सानो मिनी भ्लग। त्यसमा चाहिँ खासै राम्ररी छैन। त्यो जङ्गलको यसो अलिअलि गाउँको याद आएर यसो गाउँमा घाँस दाउरा गर्नु गएको सम्झना यसो झल्केको हुनाले, याद आएको हुनाले चाहिँ बनाएको। आज छुट्टी साथीहरू। छुट्टी भनेपछि फेरि निन्द्रा नलाग्ने केटाकेटीलाई जस्तै। एक त राति काम गर्नुपर्छ, दिनमा सुत्ने, रातमा जाग्ने, लाटो बसेर जस्तो। कार्मेक्स यहाँ पनि छ्यास पैसा भयो भने फेरि कति हो यो, 4,777 हो कि कति हो यो? एक हो कि 7 हो? एक त त्यस्तो हुनु होइन यति। डल्ला गाडी। आज चाहिँ अघि नै यसो पार्कतिर हिँड्न जानु पर्ला भनेर सोचेको। अनि यसो सानो मिनी भ्लग पनि बनाएर साथीहरूलाई यसो देखाउनु पर्ला भनेको त। यो घाम के अरे कहिले कम हुँदैन। मतलब अब 7 बजिसकेर नि यस्तो पोल्ने घाम लागिरह। अलिक बेलुका भयो भने अलिक कम हुन्छ कि भन्दै बस्दै गरेर त लु अब नहुने रहेछ। 7 बजे अब जाउँ भनेर निक्लेको त। यो हेर्नुहोस् न साथीहरू, यो रुख कति राम्रो कलर क्या, कस्तो मनपर्छ मलाई यहाँ आउँदाखेरि। यो कलर, यो रुखको कलर है कस्तो राम्रो नि।
कस्तो मनपर्छ यो बोर्ड हेर्दा चाहिँ प्लमको रुख जस्तै तर यो फुलै होला त्यो कालो रुख त लर्रै लगाएको रहेछ परसम्मै छ त्यहीसम्म त्यो बाटो यसो मान्छे वक गर्ने बाटोहरू चाहिँ राम्रो सफा हुन्छ हिँड्नै नपाउने के साथीहरू बिजी भएर कामले फेरि यहाँको के चाडपर्व के भइरहन्छ चाडपर्वमा त मान्छेहरूको छुट्टी हुन्छ हाम्रो काम हुन्छ उल्टा छ झन् उल्टा डबल काम परिदिन्छ झन् ए त्यो कालो रुख त उता उता पनि यो चाहिँ भित्र आउने रोड हो यो चाहिँ अपार्टमेन्ट हो अपार्टमेन्ट हामी छुट्टीको बेला युजली इभिनिङ वक हिँड्ने चाहिँ यतैतिर हो प्राय यता हिँड्यो अलि उता परतिर उतापट्टि गयो यता आयो पार्क चाहिँ अलिक टाढा छ पार्कतिर जानु हुने त अलिक टाढा अपार्टमेन्ट नै हो ठुलो छ अपार्टमेन्ट त्यो कालो रुखहरू त्यो फुलपारी फुल फुलेको नेपालमा नै हुन्छ जस्तो लाग्छ यो फुलहरू त होइन साथीहरू यस्तो फुल त राम्रो छ ए कुकुर भने चाहिँ मलाई फेरि डर लाग्छ कुकुर लिएर वक गर्न निक्लिन्छ मान्छेहरू हाम्रो नेपालमा भए उहाँ च्याचेर मेमा भुकेर यता र त्यता हाटेर कुद्दै Hello. Sorry. They're friendly? Yes. Yeah, she's really friendly. She jumps. Oh, wow. बेस मजाको रहेछ कुकुरहरू त्यहाँनिर सानो पार्क छ केटाकेटीको लागि हो त्यो त यसमा त के जानु केटाकेटी चिप्लिटी खेल्ने त्यो ढुङ्ग्रा जस्तो त्यो उसमा के हो त्यो त्यसमा पस्ने साइकल कुदाउने सानो छ मिनी पार्क त्यहाँनिर चाहिँ यो त्यो हाम्रो लागि होइन त्यो ठुलो मान्छेको लागि होइन त्यस्तो चाहिँ यो चाहिँ यता चाहिँ रेसिडेन्ट एरिया हो यतातिर त अब भ्लग बनाउनु मिल्छ मिल्दैन थाहा है डाँडामा आम्मा खुइले डाँडा माथि माथि त रुखै नरहेछ त्यो माथि माथि यो परको डाँडा छ नि साथीहरू यहाँनिर हामी एकचोटि यहाँ माथि पुगेको थियो कता हो सियाल भेटेको थियो हामीले यहाँनिर यही जङ्गलमा मैले अस्ति एउटा भ्लग बनाएको अब एक दिन म फेरि गयो भने तलैबाट बनाउँछु तल चाहिँ बेरीहरू पुरा फलेको छ यो ओपन एरिया यता यो अब यो स्कुल भयो क्या अरे यो रुखहरूले गर्दा अलिक त्यति देखेको छैन स्कुल एरिया फेरि यहाँ पनि गाउँ काटेर पुरै छुवाली यहाँ सबै
पहेँलै छ झारहरू क्या साथीहरू आमामा यहाँ हाम्रो त झार त्यो के अरे घाँस उयो यो 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 घाँस त यो घाँस त हाम्रो उहाँ रोप्छ यहाँ त यतिकै फल्छ उहाँ छर्नुपर्छ यहाँ यतिकै के अरे उम्रेर ठुलो भएर यी मरेर यस्तो हुन्छ गाउँको छेवाली जस्तो पहेँलै लु अब त्यहाँदेखि उता स्कुल एरिया पर्छ नजाउँ होला फर्किनु अब स्कुल एरियातिर फेरि भिडियो खिच्नु मिल्दैन होला सायद जस्तो लाग्छ मलाई जहाँसम्म कालो रुख दामी मिठो कलर मिठो कलर हिँड्नु पनि शीतल छ क्या साथीहरू यहाँ अब घामै लागे पनि यो मुनि चाहिँ यसको उयो रुखको सेडले गर्दाखेरि शीतल हावा फेरि त्यो उयो के अरे घाम चाहिँ चिरिक्क कनपट्टि नि पोल्ने घाम लाग्छ तर फेरि हावा चाहिँ चिसो हावा चलेको हुन्छ र त्यति याद हुन्न अनि यो 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 सेड मुनि यो छारी मुनि बस्दाखेरि चाहिँ यस्तो आनन्द हुँदैन यो झारमाथि यता त फेरि अब कुकुरहरू त्यसरी मान्छेले लिएर हिँडे पनि उनीहरूले कुकुरहरूले टट्टी पिसाब गर्यो भने पनि प्लास्टिक बोकेर हिँडेको हुन्छ टप टप टिपेर फेरि उयो खाल्छ उनीहरूले यो कुकुरहरूले टट्टी पिसाब गर्यो भने टिपेर प्लास्टिक पनि त्यसरी राखिदिएको हुन्छ डस्टबिन त्यहाँ हुन्छ ऊ अनि मालिकले नै टिपेर अनि जम्मा पारेर यता हिँड्दाखेरि तिनीहरूले टट्टी पिसाब गर्यो भने चाहिँ अनि टिपेर यसमा हाल्छ अनि फोहोरै हुँदैन क्या बाटोतिर यस्तो कुकुरहरू लिएर हिँडे पनि त्यस्तो गरेन भने चाहिँ फेरि जरिमाना तिराउँछ तिनीहरूलाई त्यस्तो गर्नै पर्छ उनीहरूले टिपेर सरसफाइको चाहिँ एक नम्बर ध्यान राख्नु पर्छ यता चैनीमा कति राम्रो हेर्नु हरियो पुरै यो त छरेको होला दामी छ हरियो कालो रुखको उताउता पनि छ पुरा लाएर छ यतातिर कस्तो राम्रो छ यहाँ एउटा गुन्द्री ओछ्याएर चिताङ परेर सुत्नु खालको छ हरियो शीतल यी अघि ब्याक टु अघिकै बाटो आयौँ त्यहाँ स्कुलको एरियासम्म पुग्यौँ उता गएन हामी फेरि ब्याक टु होम यस्तो चिसो हावा चलेको छ घाम चाहिँ 8 बज्न आँट्यो होला अझै नि कान पर पोल्ने घाम तर क्यालिफोर्नियामा अस्ति 2 दिन चाहिँ यहाँ गर्मी भएको भने अस्ति 2 दिन चाहिँ 2 दिन गर्मी भयो है त्यहाँदेखि छैन फेरि शीतल आनन्द
यो भ्लग त वकिङ भ्लग भयो, वकिङ भ्लग। अब खासै केही छैन देखाउनु साथीहरूलाई, यतातिरको यसो अलि टाढा टाढा गएर देखाउनु भने पनि अब हिजो रातभरि काम गरियो, बिहान आएर सुतेको, अघि भर्खर उठेर खानासाना खाएर एकछिन बसेर वक गर्नु निक्ल्यौँ भनेको त घामले पोलेर घाम अलिक कम हुन्छ र निक्लिउँला भनेर त नहुने रहेछ भनेर यतिखेरसम्म पनि घाम लागिरहन्छ। अहिले त 9 बजे पौने 9तिर घाम डुब्छ के अरे, त्यही भएर यहाँनिर चाहिँ कहिले कहिले त्यो ठुल्ठुलो घरहरू राखिरहेको हुन्छ, त्यो लिएर हिँड्ने घर। फेरि अहिले अस्ति 2-3टा थियो, फेरि कता लिएर गएछ छैन। त्यस्तो घरहरू चाहिँ कता कता उनीहरूले रेन्ट गरेर लिएर जान्छ, कसैको आफ्नै हुन्छ। अनि कुन ठाउँमा घुम्न जाने, कता जाने, अनि सबै उनीहरूले त्यसरी लिएर गयो घरै, त्यो ठाउँमा राख्यो। अनि एभ्रिथिङ घरभित्रै सबै आफ्नै घर जस्तै, सबै सरसामानहरू सबै त्यहीँ हुन्छ। पैसा चाहिँ अब महँगो लिन्छ होला त्यस्तो गर्दा चाहिँ। त्यसरी लिएर जाँदा चाहिँ यसो होटलतिर बस्नु परेन, बाहिरको किनेर खानु परेन, पुरै त्यहाँ यतैबाट लिएर गएको त्यही भइहाल्छ आफ्नै घरमा आनन्द। यो चाहिँ निमको बोट जस्तो छ है साथीहरू, हेर्नु त ओके तपाईँहरूलाई कस्तो लाग्छ? हेर्दा यो निमको बोट जस्तै लाग्छ मलाई चाहिँ, तर यो केको बोट हो मलाई पनि थाहा भएन। निम पत्ताको बोट जस्तै लाग्छ कि होइन? कमेन्ट गर्नु है साथीहरू, कोलाई थाहा यो, मलाई चाहिँ थाहा भएन। लड रहेछ यो बाटोमा, यो यहाँनिर छ निम पत्ता। त्यो निम पत्ता अरियाली उयो जस्तो पनि लाग्छ के अरे, त्यो सब्जी बनाउँदाखेरि पड्काउँछ नि तेलमा, के भन्छ त्यसलाई, कस्तो नामै आएन, हरियो पत्ता पड्काउँछ नि त्यस्तै लाग्यो। लु घर आइपुग्यो साथीहरू, अब यस्तै हो। अघि पनि यता मेरो भिडियो के कस्तो लाग्यो साथीहरू, यसो हेरेर कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। मेरो सानो प्रयास हो, म त नयाँ नयाँ यसो बनाउनु पनि त्यति जान्दिनँ, कोसिस चाहिँ जारी छ मेरो हो कसरी बनाउने भनेर। अब यो हेर्दै जाऊँ कस्तो हुन्छ। यसो मैले खिच्नु जानिनँ, यस्तो गरी त यसो भएन उसो भएन भनी यसो भनिदिनुहोस् होला साथीहरूले पनि, यसो कमेन्ट गरिदिनु भयो भने मलाई पनि अलिक सजिलो हुन्छ आफूलाई सुधार्नुलाई। ल सबैजनालाई थ्याङ्क यू फर वाचिङ, राम्रोसँग बस्नु होला, टेक केयर, बाई बाई।